जोजलप्पा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। श्रोताहरू सबैलाई कार्यक्रममा स्वागत गर्छौँ। प्रविधि संयोजन मार्फत युनिक शाक्य र म शङ्कर थापा। अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ मैले आज कार्यक्रममा उपत्यका घरधनी सरोकार मञ्चका उपाध्यक्षलाई निम्त्याउने कोसिस गरेको छु। उहाँ हुनुहुन्छ चुक्ति मानन्धर है। उपत्यका घरधनी सरोकार मञ्चका उपाध्यक्ष हुनुहुन्छ। उहाँसँग अलिकति कुराकानी म आज श्रोताहरू मार्फत राख्दैछु। आजको कार्यक्रममा उपत्यका घरधनी सरोकार मञ्चका उपाध्यक्ष चुक्ति मानन्धर हुनुहुन्छ हामीसँग। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर, हाम्रो नेवा एफएमको यो समय सन्दर्भ कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। हेलो स्वागत छ। नमस्ते नेवा एफएमलाई। हजुर, उपत्यका घरधनी सरोकार मञ्चका उपाध्यक्ष हुनुहुन्छ चुक्ति मानन्दज्यू। हाम्रो श्रोताहरूलाई अलिकति बताइदिनुहोस् न, यहाँको यो घरधनी सरोकार मञ्चको उद्देश्यबारे अलिकति बताइदिनुहोस् न। घरधनी सरोकार मञ्चमा नै हाम्रो सबै कार्य समितिहरूलाई पनि नमस्कार छ। यहाँ नेवा एफएमका सबै सञ्चालकहरूलाई पनि नमस्कार छ। हजुर, घरधनी सरोकार मञ्च भनेको के भन्दाखेरि यो अहिले जुन समस्या आइरहेको घरधनीहरूलाई चाहिँ धेरै नै समस्या आइरहेछ। हजुर, यो कसरी भन्दाखेरि कसैले पनि पाल नदिएर, कसैले पनि अब पानी नआयो भने कसैको बत्तीमा पैसा बढी दिनुपर्ने भयो। यस्तो यस्तो समस्या आयो। त्यसमाथि पनि बढी समस्या भनेको यो बालवाटैबाट आयो। अब बालवाटामा पनि के भन्दाखेरि बालवाला सङ्गठन धेरै छ। हजुर हजुर, हाम्रो घरमा पनि घरपट्टिहरूको सङ्गठन केही छैन। ए हजुर हजुर, त्यो भएकोले पनि अब घरधनी सङ्गठनहरू पनि अब एउटा हामीले बनाउने भन्ने कुरा पनि हामीले गरे। हजुर हामी धेरैसँग कुरा गर्दा हजुर, पछि निष्कर्षमा आउँदाखेरि ल बनाउनु पर्ने नै भयो भने हाम्रो अब डाक्टर महेशमान श्रेष्ठ हुनुहुन्छ होइन, हाम्रो अब अधिवक्ताहरू हाम्रो जितेन्द्र बजाचार्य यिनीहरू हुनुहुन्थ्यो। हजुर, यिनीहरूको सल्लाह अनुसार पनि हाम्रो अध्यक्षज्यूसँग कुरा गरेर ल ठिक छ भनेर पनि हाम्रो अब कसरी जाने भन्ने कुरा भयो। त्यसको लागि नै अब घरधनी सरोकार मञ्च जानलाई त सबभन्दा पहिला हामीले उद्घाटन गर्नु पर्यो। उद्घाटन गर्नलाई नै हामीले कालभैरवमा पनि हामीले कालभैरव देउटा साक्षी राखेर, अब किन कालभैरव देउटा साक्षी राख्ने भनेर कालभैरव देउटा भनेको हामीले सत्यताको लागि। हजुर, त्यसको लागि नै हामीले काम गर्नुको लागि नै एउटा देउटाको साक्षी राखेर हामीले त्यहाँ गएर सपोर्ट गर्ने गरे। हजुर, त्यो सपोर्ट गर्दाखेरि हामीले जुन सपोर्ट गर्दाखेरि नै हामीले भनेको थियो कि अब हामी घरपट्टिहरूलाई पनि संरक्षणमा लिने, संरक्षण गर्ने तरिका अब कसरी गर्ने, कुन तरिका गर्ने हामीले कानुन पनि बनाइरहेको छौँ। हजुर, यो कानुन पनि हाम्रो आफ्नै कानुन हुन्छ। हामी सरकारसँग पनि हामी कुरा गर्दैछौँ, महानगरपालिकाको मेयरसँग पनि कुरा गर्दैछौँ हामी। त्यस कारण यो घरधनीहरू किन चाहिएर भन्ने कुरा पनि हुन्छ होइन। घरधनीहरू चाहेको कुरा के भने आजकलको जुन जल्दो बल्दो कुरा के छ भन्दाखेरि कोही घरपट्टिहरू 2-4 जना हुन्छ, कोही मान्छे हुँदैन त्यस्तो पनि। अनि हेपेर पनि उनीहरूले पैसा नदिकन अहिले 4-5 महिना 6 महिना जुन लकडाउन भइरहेको थियो 11 गतेदेखि त्यहाँदेखि पैसै दिए छैन बालवालाहरूले। अनि उल्टै अनि ल तिमीहरू उठेर जानु भने कि त्यत्तिकै उठेर जाने पैसा नदिकन। अनि त्यो पैसा त अब 6-7 महिनाको पैसा नदिकन उठेर जानु भयो। त्यो भएर पनि अनि हामीसँग भन्न आयो यसरी पैसा दिएन उसरी पैसा दिएन भनेर। यो सबै हामीले सङ्कलन गर्दाखेरि यहाँ थुप्रै घरधनीहरूको रहेछ समस्या। यो समस्याले अब कसरी समाधान गर्ने त भन्ने कुरामा पनि हामी धेरै छलफल पनि भयो। कुनै सफल पनि भयो हामीले लिएकोमा पनि गयो। तर कुनै ठाउँमा अलिकति घर पनि अलिकति
छोटो हुँदो रहेछ छोटा। हजुर हजुर त्यसको लागि पनि हामीले कुरा गरे यस्तो गर्नु हुँदैन, बालवाललाई पनि राम्रोसँग व्यवहार गर्नुपर्छ। पक्कै पनि पैसा तिरेको छ नि हैन। त्यही भएर अनि यस्तो यस्तो एउटा समस्याले गरेर हामीले यो घर धनी सरोकार मञ्च खोल्नु पर्ने भएको। अब यसको लागि हाम्रो विधान पनि तयार भइसक्यो। हजुर। अब एउटा के भन्दाखेरि यसमा एउटा ट्रेनिङ छ। हजुर। जुन ट्रेनिङ घरपट्टिहरूलाई राम्रोसँग सम्झाउने, यसमा यस्तो कानुन छ, यो कानुनमा हामीले जानुपर्छ, यसरी हामीले फारम भराएर उनीहरूलाई पनि एक ठाउँमा राख्नुपर्छ। आजकल त के भन्दाखेरि बालवालमा बाल राख्छ होइन, तर उसको नामै थाहा हुँदैन। अनि अस्ति जुन लकडाउनको टाइममा पनि अब जुन त्यो राहत दिने आयो नि, राहत दिँदाखेरि त घरपट्टिलाई भन्छ हामीले पनि राहत चाहियो भन्छ। त्यहाँ नगरपालिका त त्यो जुन फार्म भराउनु पर्यो नि, त्यो पर्दाखेरि नामै थाहा हुँदैन। हजुर। त्यसमा पनि एउटा समस्या आएको छ। त्यो समस्या हामीले नाउँ लिएर खोज्दा नि उनीहरू के भन्दाखेरि पैसा नदिने। हुन त लकडाउनमा हामीले पैसा एकैचोटि देऊ त भन्दैन, राम्रो मान्छेबाट बिस्तारै दिन्छ होइन। कोही कोही दिन नदिकन यो जुन त्यो अर्थमन्त्रीले भन्नुभएको थियो नि एकचोटि घरपट्टिको बाल नदिनु भनेर भने, त्यो बाल नदिनु भन्दाखेरि के भन्दाखेरि धेरै घरपट्टिहरूलाई समस्या पर्यो। त्यो समस्या कस्तो समस्या भने कसैले ऋणले पैसा राखेर घर बनाइरहेको हुन्छ होइन। त्यो पैसा त त्यो बैंकले छोडेन, अनि कसरी त्यो बालवालले हामीले छोड्ने, यो पनि कुरा आयो। यस्ता समस्याहरूलाई तपाईँहरूले घर बेटी घर धनीको समस्याहरूलाई लिएर एकबद्ध भएर यो समस्याहरू समाधान गर्ने उद्देश्यले जुन यो उपत्यका घर धनी सरोकार मञ्च स्थापना भएको छ, यसको लागि म यहाँहरूलाई शुभकामना पनि दिन चाहन्छु। अब घरमा भाडामा बस्नेहरूबाट अन्य किसिमका अनैतिक कामहरू हुने, घरबाट नतिरिकन भाग्ने, राजनीतिक प्रभाव पारेर चाहिँ बहाल नतिर्ने, यस्तो किसिमको व्यवहार पनि भइरहेको छ। यो समस्या पक्कै पनि ठुलो समस्या हो। तपाईँहरू एकीकृत भएर यसको लागि लड्नुपर्छ, म यहाँलाई सुझाव दिन चाहन्छु। अर्को कुरा पनि कस्तो छ भन्दाखेरि एउटा स्टुडेन्टहरूलाई पनि एउटा तनाव भिरेछ। हजुर। अर्को पनि जुन अहिले स्टुडेन्टहरूले चाहिँ जुन घर बालमा बसिरहेको, जस्तै टियुको स्टुडेन्ट भयो होइन, एउटा हस्टेलको भयो, हरेक स्टुडेन्ट स्टुडेन्टहरूले पनि बालमा अहिले लकडाउन भयो भने पैसा नदिने। हामी स्टुडेन्ट हो, के गर्न सक्छ गर, यस्तो एउटा समस्या खडा गरिरहेछ। अहिले यसको लागि पनि हामीले समाधान खोजिरहेछौँ र यसको पनि हामीले निकै नै यो समाधान निकाल्छौँ हामीले। हजुर। पक्कै पनि आफ्नो समस्याको लागि आफ्नो भनौँ न यसको लागि तपाईँहरू जुट्नुपर्छ। जुटेर सौहार्दपूर्ण वातावरणमा तपाईँहरूले आफ्नो यसको निचोड निकाल्नुपर्छ, एउटा निचोड निकालेर अगाडि बढ्नुपर्छ भन्ने म शुभकामना दिन चाहन्छु। यो उपत्यका घर धनी सरोकार मञ्चका अब अर्को एउटा म चुक्ति मानाजीलाई म अर्को एउटा प्रश्न के राख्छु भने, यहाँले अघि अलिकति भन्नुभएको थियो अब घरबेटी पनि अब अलिकति व्यवहारमा अलिकति तल्लो स्तरको व्यवहार गर्नेहरू पनि भेटिन्छन् यदा कदा। तिनीहरूलाई सम्झाउने बुझाउने किसिमको तपाईँहरूले कुनै किसिमको योजना भनौँ न, कुनै किसिमको लेसन दिने केही कार्यक्रम राख्नु भएको छ? यसको लागि यही त भएर हामीले ट्रेनिङ एउटा लिनुपर्ने। हजुर। यो ट्रेनिङ कस्तो भन्दाखेरि हाम्रो यो घरपट्टिहरूलाई पनि यस्तो व्यवहार गर्नु पर्यो, यसरी हामीले भन्नु पर्यो होइन। कोही कोही त अब एकैचोटि अब आक्रमक हुन्छ क्या बालहरू, यो आक्रमक नहुनु होइन। यसको लागि हामीले एउटा छुट्टै ट्रेनिङ लिनु खोजिरहेको छौँ हाम्रो अधिवक्ता जितेन्द्र बजाचार्यबाट होइन। त्यही भएर नि अब त्यो ट्रेनिङ लिइसकेपछि हामी घर घरै जाने, घरपट्टिहरूलाई पनि सम्झाउने, यसरी गर्नुपर्छ। व्यवहार दुवै तरफ राम्रो हुनु पर्यो होइन। त्यसपछि हाम्रो घरको आदान प्रदान हुन्छ। कति कुरा अब भनौँ न लोन लिएर घर बनाइरहेको हुन्छ, कति तनाव पनि हुन्छ त्यहाँनिर तपाईँहरूलाई। अब कसरी पैसा फिर्ता गर्ने भन्ने किसिमको तनाव हुन्छ। एकापट्टि स्टुडेन्टहरूले यताउता भाडा नदी जाँदाखेरि अर्को तनाव निस्किराखेको हुन्छ है तपाईँहरूले नि, त्यस्तो हुन्छ घरबेटीहरूको सङ्गठनै छैन, बालवालको पो सङ्गठन छ। हजुर, बालवालको धेरै सङ्गठन छ हो, बालवासीहरू है। यो धेरै राम्रो कार्य गर्न थाल्नु भएको छ। म यहाँलाई यो सफलताको लागि शुभकामना पनि दिन चाहन्छु र भविष्यमा यहाँसँग फेरि नेवा एफएम जोडिने छ। आजलाई म चुक्ति मानन्दज्यूसँग बिदा माग्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो चुक्ति मानन्धर श्री उपत्यका घरधनी सरोकार मञ्चका उपाध्यक्ष हुनुहुन्थ्यो। आज हाम्रो कार्यक्रममा हामीले उहाँलाई जोड्यौँ। उपत्यकामा धेरै मानिसहरू घरमा बस्छन्, बाहिरबाट जिल्लाबाट आएर उहाँहरू घर सरकारी काममा गर्छन्, कोही के काम गर्छन्, धन्दा भिन्दै गर्छन्, कतिले नराम्रो कामहरू पनि गरेका हुन्छन्, घरबेटीहरूलाई घर भाडा नतिर्ने यस्तो किसिमको समस्याहरू देखिरहेको छ र बहाल बस्नेहरूको चाहिँ एउटा युनियन रहेछ। हामीलाई अहिले भर्खरै भन्नुभयो हाम्रा चुक्ति मानन्दज्यूले, अब घरबेटीहरूको एउटा युनियन नरहेछ, त्यो भएर त्यो तड्कारो खाँचोको लागि घरबेटीहरूका पनि समस्या हुन्छन्, त्यसको समाधानका लागि उहाँहरूले एउटा सङ्घ मञ्च खोल्नुभएको रहेछ, उपत्यका घरधनी सरोकार मञ्च है। यो मञ्चले चाहिँ अब अगाडि बढ्दैछ, भविष्यमा राम्रो काम गरोस् भन्ने आशा राख्दै आजको लागि प्रविधि संयोजनमा युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस्। नेवा एफएम सुन्दै गर्नुहोला। नमस्ते, शुभया।